नमस्ते नमस्ते दर्शकवृन्द, यो हो आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य। अहिले गेटमा सुरक्षा व्यवस्था एकदमै कडा गरिएको छ। पहिलो घेरामा नेपाल प्रहरीलाई राखिएको छ भने दोस्रो घेरामा चाहिँ नेपाल आर्मी फोर्स एपीएफलाई राखिएको छ। एकदमै माहौल एकदमै खतरा बनिसकेको छ। अगाडि जनताहरूले गणतन्त्र गनायो, केपी ओली मुर्दाबाद टाइपको नाराहरू लगायतको नाराहरू लगाइराख्नु भएको छ। जति बेला पनि यहाँ खतरा हुन सक्छ साथीहरू। अगाडि एकदमै नारा लागेको छ, तल यता चारैतिरको दृश्य देखाउँछु म हजुरलाई। एकदमै धेरैभन्दा धेरै पब्लिकहरू यहाँ आएको देखिन्छ। यहाँ झडप भएको छ साथीहरू, झडप भएको छ। यता सामान्य झडप भएको देखिन्छ, कन्ट्रोल भइसकेको छ। माहौल एकदमै डेन्जर छ साथीहरू, एकदमै डेन्जर भएको छ। पब्लिकले भित्र छिर्न खोजिरहेको छ भने यहाँ सुरक्षाकर्मीहरूले बाटोमा बन्द गरेर बस्नु भएको छ। भित्र छिर्न दिनु भएको छैन। भित्र छिर्ने एकदमै कोसिस गरिराख्नु भएको छ। भित्र छिर्न चाहिँ पाउनु भएको छैन हैन? हजुर, पहिलो घेरामा यहाँ नेपाल पुलिस देख्न सक्नुहुन्छ भने दोस्रो घेरामा यहाँ एपीएफको टिमहरू तैनात गरिएको अवस्था छ। योभन्दा पछाडि अझै स्पेसल फोर्स राखिएको छ। राजा ज्ञानेन्द्रको तस्बिर, नेपालको झन्डा सहितको यो भिड हो। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ जस्ता नाराहरू लागेका छन् भने अहिले गणतन्त्रको विरुद्धमा पनि नारा लगाएको छ। केपी ओली मुर्दाबाद जस्ता नाराहरू पनि यहाँ लागेको देख्न सकिन्छ। मेरो पृष्ठभूमिमा तपाईँ देख्न सक्नुहुन्छ, यहाँ हजारौँ संख्यामा सुरक्षाकर्मीहरू तैनात छन् अनि हजारौँ संख्यामा देख्न सक्छौँ। मेरो पृष्ठभूमिमा यहाँ विभिन्न लाखौँको सङ्ख्यामा दर्शकहरू यता आएको देखिन्छ। दलहरू, हजारौँको सङ्ख्यामा पुलिसहरू सुरक्षाकर्मीहरू पनि यहाँ तैनात गरेको अवस्था हो। यहाँ हातमा राष्ट्रिय झन्डा छ। तपाईँको विचारमा अब राजा आउनुहुन्छ? एकदम मजाले आउनुहुन्छ। तपाईँ राजाको समाचार आउँछ कसरी आउँछ? प्लेनमा चढेर आउनुहुन्छ, त्यहाँबाट गाडी। आज के नारायण नीति छिर्ने पक्का हो त? पक्का हो, मेरो तर्फबाट पक्का गरिसक्यो। नारायणी बन्द गरिसक्यो। राजा कहिलेसम्म आउँछ? के छ आउँछ राजा? सम्भावना छ।
सरकार नारा दिनुपर्छ आज वेलकम सरकार नारा नीति वेलकम सरकार श्री पास महाराज धीराज की श्री पास महाराज धीराज की श्री पास महाराज धीराज की राजा राजा आमदार ल पछाडि है थोरै ल यो अलिकति भित्र दिनु त